नमस्कार साथीहरु, स्वागत छ आजको हाम्रो यस नयाँ भिडियोमा। आज मैले नेपालको भूगोल सम्बन्धी सामान्य ज्ञान भाग 4 लिएर आइसकेको छु। यसभन्दा अगाडि नेपालको भूगोल सम्बन्धीका भाग 1, भाग 2 र भाग 3 का सामान्य ज्ञान भिडियोहरु यहाँहरुमाझ पस्किसकेको छु। सो भिडियोहरु यहाँहरुले मेरो YouTube च्यानल YBGK YouTube च्यानलमा गएर हेर्न सक्नुहुन्छ। आशा छ यहाँहरुले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र हाम्रो भिडियो के कस्तो लाग्छ कृपया प्रतिक्रिया दिन पनि नभुल्नुहोला र च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने कृपया एक सब्स्क्राइब गरेर पनि साथ दिनुहोला भन्दै लागौं साथीहरु आजको भिडियोतर्फ। ओके साथीहरु, नेपालको भूगोल सम्बन्धी सामान्य ज्ञान भाग 4 को सुरुमा रहेको छ नेपालको धरातल सम्बन्धी विभाजन। नेपाललाई चाहिँ धरातल हिसाबमा कसरी विभाजन गरिएको छ भन्ने कुरा हेरौं। नेपालको भूभागलाई दक्षिणमा तराईदेखि उत्तरमा हिमालसम्म चाहिँ 3 प्रदेशमा विभाजन गरिएको छ। कति त 3 प्रदेशमा विभाजन गरिएको छ। दक्षिणमा तराईदेखि उत्तरमा हिमालयसम्म चाहिँ 3 भागमा चाहिँ विभाजन गरिएको छ। सुरुमा हेरौं हिमाली प्रदेश। हिमाली प्रदेशले ओगटेको क्षेत्रफल कति छ त भन्दाखेरि 22.5% रहेको छ। यसको टोटल क्षेत्रफल भनेको 33,116.48 वर्ग किलोमिटर रहेको छ हिमाली प्रदेशको। त्यसैगरी यो उचाइ यस कति मिटर उचाइमा छ भन्दाखेरि हिमाली प्रदेश 3000 मिटरदेखि 8848.86 मिटरसम्म रहेको छ। हिमाली प्रदेश चाहिँ कति त 3000 देखि 8848.86 मिटरसम्म उचाइमा रहेको छ। त्यसैगरी चौडाइ चाहिँ हिमाली प्रदेश चौडाइ भनेको कति रहेछ त 25 देखि 50 किलोमिटर। कुनै ठाउँमा कम छ कुनै ठाउँमा बढी छ, त्यो भएको कारणले न्यूनतम 25 र अधिकतम 50 किलोमिटरसम्म रहेको छ चौडाइ। त्यस्तै गरेर नेपालको सबैभन्दा होचो हिमरेखा कुन हो? गोरखाको रूपी नाला हो जुन 4500 मिटर उचाइमा रहेको छ। त्यस्तै गरी हिमाली क्षेत्रलाई पनि के त मुख्य हिमाल, भित्री हिमाल र सीमान्त हिमाल गरी 3 भागमा वर्गीकरण गरिएको छ। हिमाली प्रदेशलाई मुख्य हिमाल, भित्री हिमाल र सीमान्त हिमाल गरी 3 भागमा वर्गीकरण गरिएको छ। नेपालको हिमाली क्षेत्र चाहिँ विशेष गरी के त अल्पाइन र आर्कटिक जलवायु क्षेत्र अन्तर्गत पर्दछ। यस्तो प्रश्न पनि सोध्न सक्छ, नेपालको हिमाली क्षेत्र कुन क्षेत्र अन्तर्गत पर्दछ भने कुन जलवायु क्षेत्र अन्तर्गत पर्छ भने अल्पाइन र आर्कटिक जलवायु क्षेत्र अन्तर्गत पर्दछ। त्यसैगरी हिमाली प्रदेशलाई वृष्टि छाया र मरुभूमिको प्रदेश पनि भनिन्छ। अर्को के त हिमाली प्रदेशलाई वृष्टि छाया र मरुभूमिको प्रदेश भनेर पनि चिनिन्छ। अब यो हिमाली प्रदेशको अन्तर्गतको मुख्य हिमालको बारेमा हेरौं। मुख्य हिमाल अन्तर्गत चाहिँ 5000 मिटर भन्दा अग्ला सबै हिमाली श्रृङ्खलाहरू चाहिँ पर्दछन् भने यो क्षेत्र नेपालको प्रथम स्तरका नदीहरूको उद्गम स्थल पनि हो। मुख्य हिमाल भने के रहेछ त 5000 मिटर भन्दा अग्ला सबै हिम श्रृङ्खलाहरू यही मुख्य हिमालमा पर्दछन् भने नेपालको प्रथम स्तरका नदीहरूको उद्गम स्थल पनि मुख्य हिमाल नै हो। त्यसैगरी भित्री हिमाल हेरौं। भित्री हिमाललाई भोट प्रदेश पनि भन्छौं हामी। भित्री हिमाल अर्थात् भोट प्रदेश भनेको मुख्य हिमालको उत्तरमा र तिब्बतीय सीमान्त प्रदेशको दक्षिणमा, तिब्बतीय सीमान्त प्रदेशको चाहिँ दक्षिणमा चारैतिर उच्च हिम श्रृङ्खलाले घेरिएका हिमाली उपत्यकाहरू चाहिँ के हुन् त भित्री हिमाल अर्थात् भोट प्रदेश हुन्। यसमा चाहिँ भित्री हिमाल भोट प्रदेश भनेको कति त 2400 मिटरदेखि 5000 मिटरसम्मको उचाइमा पर्दछन्। भित्री हिमाल भनेको 2400 मिटरदेखि 5000 मिटरसम्मको उचाइमा। त्यस्तै गरी यस क्षेत्रमा पाइने जलवायु भनेको कस्तो जलवायु हो त शुष्क जलवायु हो। भित्री हिमालमा पाइने जलवायु शुष्क जलवायु भने चिसो शीतोष्ण कोणधारी वनहरू यसमा क्षेत्रमा पाइन्छन्। यस भित्री हिमाल अर्थात् भोट प्रदेशमा कस्ता खालका वनहरू पाइन्छन् भनेर सोध्यो भने चिसो शीतोष्ण कोणधारी वनहरू पाइन्छन्। यहाँको हावापानी भनेको शुष्क जलवायु हो। त्यसैगरी अर्को छ तेस्रो चाहिँ सीमान्त हिमाल। सीमान्त हिमाली क्षेत्रलाई टेथिस हिमाल पनि भनिन्छ। अब सीमान्त हिमालको बारेमा खासै त्यस्तो छैन, यसलाई चाहिँ टेथिस हिमाल भनेर पनि भनिन्छ सीमान्त हिमाललाई। अब लागौं दोस्रो चाहिँ पहाडी प्रदेश अन्तर्गत। पहाडी प्रदेशमा रहेका जिल्ला कतिवटा छन्? 35 वटा। त्यसैगरी पहाडी प्रदेशले ओगटेको क्षेत्रफल चाहिँ 60.5% हो, जसको चाहिँ 89,043.52 वर्ग किलोमिटर क्षेत्रफल रहेको छ भने समुद्री सतहदेखिको उचाइ कति छ? 610 मिटरदेखि 3000 मिटरसम्म उचाइमा रहेको छ पहाडी प्रदेश। चौडाइ कति छ त भन्दा 25 देखि 175 किलोमिटर। अब यो पहाडी प्रदेश भनेको नेपालको सबैभन्दा ठूलो प्रदेश पनि भयो हैन।
त्यो भएको कारणले 25 न्यूनतम 25 किलोमिटर छ भने बढीमा चाहिँ 175 किलोमिटरसम्म चाहिँ यसको चौडाइ रहेको छ। पहाडी प्रदेशलाई पनि कति त 3 भागमा वर्गीकरण गरिएको छ। चुरे श्रेणी, चुरे पर्वत, महाभारत पर्वत र मध्यभूमि गरेर 3 भागमा विभाजन गरिएको छ। सुरुमा हेरौँ चुरे पर्वत। चुरे पर्वतको उचाइ भनेको कति हो त भन्दाखेरि 610 मिटरदेखि 1872 मिटरसम्म उचाइमा फैलिएको क्षेत्र चाहिँ चुरे पर्वत हो। चुरे पर्वतको क्षेत्रफल कति छ भन्दा 12.78% चाहिँ रहेको छ। त्यस्तै गरी चुरे पर्वत श्रेणीले 7वटै प्रदेशको भूभाग, 37 वटा जिल्ला र 340 वटा स्थानीय तहलाई चाहिँ छुने गर्दछ, अर्थात् समेट्छ। यो नेपालको 7वटै प्रदेशको भूभागहरूलाई छुने रहेछ। त्यसपछि 37 वटा जिल्ला र 340 वटा स्थानीय तहलाई यसले छुने गर्दछ चुरे पर्वत श्रेणीले। तराईमा यसलाई चाहिँ वाटर रिचार्ज इन तराई पनि भनिन्छ। खेतीयोग्य जमिन छन् त्यसको लागि चाहिँ सिँचाइ भनेको चुरे पर्वतबाट उत्पत्ति भएका नदी नालाहरू चाहिँ हुन्। चुरे पर्वतमा 12 प्रकारका पारिस्थितिक प्रणाली पाइन्छ। त्यस्तै गरी चुरे पर्वतलाई चुरिया, बाह्य हिमालय, शिवालिक पर्वत, नवीन पर्वत जस्ता नामले चिनिन्छ। के नामले चिनिन्छ भने चुरिया, बाह्य हिमालय, शिवालिक पर्वत, नवीन पर्वत जस्ता नामले चिनिन्छ। र साथै नेपालको तेस्रो स्तरका नदीहरूको उद्गम स्थल पनि कुन हो त? चुरे पर्वत श्रेणी। नेपालको प्रथम स्तरका नदीहरूको उद्गम स्थल कुन हो भनेर थियौँ हामीले। नेपालको प्रथम स्तरका नदीहरूको उद्गम स्थल भनेको मुख्य हिमाल हो भने नेपालको तेस्रो स्तरका नदीहरूको उद्गम स्थल भनेको कुन हो त? चुरे पर्वत श्रेणी हो। त्यस्तै गरी चुरे पर्वतको सबैभन्दा बढी फैलिएको क्षेत्र भनेको कहाँ हो त? दाङ देउखुरी। सोध्न सक्छ, महत्त्वपूर्ण छ यो। त्यसै गरी जुन कति त 12 माइल चौडाइसम्म फैलिएको छ। चुरे पर्वत सबैभन्दा बढी फैलिएको क्षेत्र हो दाङ देउखुरी, 12 माइल चौडाइसम्म चाहिँ यो चाहिँ फैलावट छ यसको। त्यस्तै गरेर चुरे पर्वत सबैभन्दा कम चौडा भाग कहाँ पर्छ त भन्दा मकवानपुरमा पर्दछ यो। चुरेको सबैभन्दा बढी भाग चाहिँ कहाँ पर्छ त भन्दाखेरि कैलालीमा पर्दछ। चुरेको सबैभन्दा कम चौडा भाग, कम फैलिएको भनेको मकवानपुरमा, बढी फैलिएको भनेको दाङ देउखुरी। त्यस्तै गरी चुरेको सबैभन्दा बढी भाग चाहिँ कैलालीमा पर्दछ भने सबैभन्दा कम भाग चाहिँ कहाँ? ललितपुरमा पर्दछ। त्यस्तै गरेर चुरे पर्वतको सबैभन्दा अग्लो भाग कैलालीको गारबा हो भने यो चाहिँ 1872 मिटर उचाइ अर्थात् 9462 फिट उचाइमा छ। र सबैभन्दा होचो भाग भनेको सप्तरी जिल्लाको ठेलिया हो। चुरे पर्वत के रहेछ त? सबैभन्दा अग्लो भाग कैलाली गारबा र होचो भाग चाहिँ सप्तरीको ठेलिया। पाकिस्तानको सिन्धु नदीदेखि कहाँ त? पाकिस्तानको सिन्धु नदीदेखि भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको यस क्षेत्रलाई भारतमा चाहिँ शिवालिक र म्यानमारमा चाहिँ इरावादी भनिन्छ। यो चुरे पर्वत श्रेणीलाई चाहिँ चुरे पर्वतलाई चाहिँ नेपालको पूर्वमा चाहिँ चुलाचुली अथवा मैनाचुली भनिन्छ भने बागमती पूर्वमा भटवाना, त्यस्तै गरी चितवन मकवानपुरमा चाहिँ सोमेश्वर पर्वत भनेर चिनिन्छ भने दाङ देउखुरी मा चाहिँ के त डुन्डुवा पर्वत भनेर भनिन्छ। यसरी चाहिँ 4 भागमा वर्गीकरण छुट्याइएको छ। चुरे पर्वतबाट उत्पत्ति भएका नदीहरू हेरौँ अब। चुरे पर्वतबाट उत्पत्ति भएका नदीहरू कुन कुन हुन् भन्दा मैनावती, बक्राहा, हर्दीनाथ, तिलाबे, सिर्सिया, मनुषमारा जस्ता नदीहरू रहेका छन्। यो चाहिँ नेपालको तेस्रो स्तरका नदीहरू हुन्। त्यसै गरी चुरे क्षेत्रमा धेरै फैलिएको प्रदेश चाहिँ कुन हो त भन्दाखेरि पहिलो चाहिँ लुम्बिनी, त्यसको दोस्रो बागमती र तेस्रो मधेस प्रदेश हो। सबैभन्दा बढी चाहिँ लुम्बिनी भयो, त्यसपछि दोस्रोमा बागमती, तेस्रो चाहिँ मधेस प्रदेश। उत्तरमा हिमालयदेखि दक्षिणमा चुरेसम्म फैलिएको जिल्ला कुन हो? सिन्धुपाल्चोक। उत्तरमा हिमालयदेखि दक्षिणमा चुरेसम्म फैलिएको जिल्ला भनेर सिन्धुपाल्चोक। चुरे जलाधार संरक्षण कार्यक्रम हेरौँ। चुरे जलाधार संरक्षण कार्यक्रम कतिवटा जिल्लामा लागू भएको छ अर्थात् सञ्चालनमा छ भन्दा 13 वटा जिल्लामा चाहिँ रहेको छ। चुरे संरक्षण क्षेत्र चाहिँ 26 वटा जिल्लामा रहेको छ चुरे संरक्षण क्षेत्र। त्यस्तै गरी चुरे क्षेत्र फैलिएको जिल्ला कतिवटा छन् भन्दा 37 वटा। यो चाहिँ हामीले अगाडि पनि हेरिसक्यौँ। 7 वटै प्रदेशलाई छुन्छ चुरे क्षेत्रले, 37 वटा जिल्लालाई छुन्छ भनेर। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम चाहिँ कतिवटा जिल्लामा लागू छ? 37 वटा जिल्लामा। एकदम महत्त्वपूर्ण छ। चुरे जलाधार संरक्षण कार्यक्रम 13 वटा जिल्लामा, चुरे संरक्षण क्षेत्र 26, चुरे क्षेत्र फैलिएको जिल्ला 37, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कति त? 37 वटा जिल्लामा यो पनि। त्यसै गरी चुरे संरक्षण दिवस कहिले मनाइन्छ? असार 2 गते। प्रत्येक वर्ष असार 2 गते मनाइन्छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको सुरुवात कहिले भएको थियो?
यो पनि महत्त्वपूर्ण छ। अब 2066-67 देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरुवात भएको हो। त्यस्तै गरी राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको नारा के रहेको छ भन्दा चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई भन्ने रहेको छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई अब 2071-72 देखि चाहिँ के त राष्ट्रिय गौरवको आयोजनाको रूपमा अंगीकार गरिएको छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई कहिलेदेखि राष्ट्रिय गौरवको आयोजनाको रूपमा अंगीकार गरिएको छ भनेर सोध्यो भने यसको उत्तर हुन्छ आर्थिक वर्ष 2071-72 देखि। यो चाहिँ यसको सुरुवात चाहिँ 66-67 देखि भयो र चाहिँ यसलाई राष्ट्रिय गौरवको रूपमा चाहिँ 2071-72 देखि लिएको। अब लागौं महाभारत पर्वत श्रेणी। यो चाहिँ पहाडी प्रदेश अन्तर्गतको चुरे हेर्यौं, त्यसपछि महाभारत पर्वत श्रेणी हेरौँ। अब महाभारत पर्वतलाई चाहिँ लघु हिमालय, मध्य हिमालय, मोर्दार पहाड र होचो हिमालय, त्यसैगरी नेपालको हावाखोरी, हिल स्टेसन अफ नेपाल जस्ता उपनामले चिनिन्छ। यो चाहिँ बारम्बार सुनिरहेको पनि हो हामीले। हिल स्टेसन अफ नेपाल भनेर कुन ठाउँलाई चिनिन्छ अथवा कुन पर्वत श्रेणीलाई चिनिन्छ भने महाभारत पर्वत श्रेणीलाई। त्यस्तै अरू लघु हिमालय, मध्य हिमालय, मोर्दार पहाड र होचो हिमाल भनेर पनि चिनिन्छ। यी जति उपनामहरू छन् सबै महाभारत पर्वत श्रेणीका हुन्। त्यस्तै गरी महाभारतको सबैभन्दा अग्लो टाकुरा अर्थात् उच्च शिखर कहाँ पर्छ त भन्दा दोलखाको सैलुङ हो, जुन 3500 मिटर उचाइमा रहेको छ भने यो पर्वत श्रेणी 1500 मिटरदेखि 3000 मिटरसम्मको उचाइमा फैलिएको छ। महाभारत पर्वत श्रेणी कति त 1500 मिटरदेखि 3000 मिटरसम्मको उचाइमा रहेको छ। यस पर्वत श्रेणीका प्रमुख शिखरहरू कुन कुन हुन् भन्दा सैलुङ, ट्याम्के, जैथक, फुलचोकी, शिवपुरी, छिमकेश्वरी, दामन, स्वर्गद्वारी, साकिने डाँडा, खोचे आदि यिनीहरू के हुन् त महाभारत पर्वत श्रेणीका उच्च शिखरहरू अर्थात् प्रमुख शिखरहरू हुन्। नेपालको दोस्रो स्तरका नदीहरूको उद्गम स्थल पनि कहाँ हो त महाभारत। नेपालको पहिलो स्तरका नदीहरूको उद्गम स्थल भनेर मुख्य हिमाल हो भने दोस्रो स्तरका नदीहरूको उद्गम स्थल चाहिँ महाभारत पर्वत श्रेणी, त्यस्तै गरी तेस्रो स्तरका नदीहरूको उद्गम स्थल भनेर चुरे पर्वत श्रेणी हो। यस क्षेत्रमा पाइने चट्टानहरू भनेको स्यान्ड स्टोन, लाइम स्टोन, मार्बल, सिलेट जस्ता आदि हुन्। त्यसै गरी यस क्षेत्रले ओगटेको भूभाग कति छ 29.8%। महाभारत पर्वत श्रेणीले ओगटेको भूभाग कति छ 29.8%। उत्तरमा हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला कुन हो त धादिङ। त्यसैगरी उत्तरमा हिमालयदेखि दक्षिणमा चुरेसम्म फैलिएको भनेर सोध्यो भने सिन्धुपाल्चोक। उत्तरमा हिमालयदेखि दक्षिणमा चुरेसम्म भन्यो भने सिन्धुपाल्चोक। उत्तरमा हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला चाहिँ कुन हो त धादिङ। अब लागौं मध्यभूमि श्रेणी अन्तर्गत। महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीको बीचमा रहेको ठुल्ठुला टार, बेसी र उपत्यकाहरूलाई के त मध्यभूमि भनिन्छ। यो मध्यभूमि अन्तर्गत पर्ने उपत्यकाहरू भनेको कुन कुन हुन्? काठमाडौँ, पोखरा, त्रिशुली, पाँचखाल, माडी आदि चाहिँ के हुन्छ मध्यभूमि अन्तर्गत उपत्यका हुन्। मध्यभूमि अन्तर्गत पर्ने टारहरू पनि छन् साथीहरू, जस्तो हेरौँ तुमलिङ टार, शङ्खसभा, रुम्जा टार, ओखलढुङ्गा, बेलटार, उदयपुर, मङ्गलटार, काभ्रे, बट्टार, नुवाकोट, खुमलटार, ललितपुर, सल्यानटार, धादिङ, त्यस्तै गरेर खैरेनी टार, तनहुँ, जरायो टार, भोजपुर र खरानी टार, नुवाकोट गरेर यी 10वटा टार भएकाहरू चाहिँ मध्यभूमि श्रेणी अन्तर्गत पर्दछन्। मध्यभूमि श्रेणीले ओगटेको क्षेत्रफल कति छ 29.5% रहेको छ भने 87% खेतीयोग्य भूमि रहेको छ मध्यभूमिमा। त्यसै गरी मध्य पहाडमा पाइने चट्टानहरू भनेको प्री क्याम्ब्रियन, थाइलाइट्स, क्वार्टजाइट्स, अब्रक, सिस्ट, ग्रेनाइट आदि हुन्। हिमाली प्रदेश, पहाडी प्रदेश सकियो। अब लागौँ तेस्रो नम्बरमा तराई प्रदेश। तराई प्रदेशको बारेमा हेरौँ। नेपालको हरित क्षेत्र ग्रिनरी अफ नेपाल भनेर कुन ठाउँलाई त कुन प्रदेशलाई तराई प्रदेशलाई चिनिन्छ। त्यस्तै गरी मधेस, उष्ण प्रदेश, नेपालको अन्न भण्डार भनेर पनि कसलाई त तराई प्रदेशलाई पनि चिनिन्छ मधेस। त्यसै गरी उष्ण प्रदेश एकदम गर्मी हुने उष्ण प्रदेश। त्यसै गरी नेपालमा सबैभन्दा बढी अन्न उत्पादन हुने भएको कारणले नेपालको अन्न भण्डार भनेर तराई प्रदेशलाई चिनिन्छ। अब यो तराई प्रदेशको चौडाइ कति छ भन्दाखेरि न्यूनतम 25 र अधिकतम 30 किलोमिटरसम्म रहेको छ। 25 देखि 30 किलोमिटर चाहिँ यसको चौडाइ हो भने यो समुद्र सतहबाट कति त 59 मिटरदेखि 610 मिटरसम्म चाहिँ उचाइमा रहेको छ तराई प्रदेश। तराई प्रदेशमा हाल कायम भएका जिल्ला कति हुन्? 21वटा। तराई प्रदेशका 21वटा जिल्ला। त्यसै गरी तराई प्रदेशले ओगटेको क्षेत्रफल कति रहेको छ 17%, 25,021 वर्ग किलोमिटर क्षेत्रफल रहेको छ। तराई प्रदेशमा खेतीयोग्य भूमि कति रहेको छ भन्दा
61.9% रहेको छ। क्षेत्रफलका आधारमा तराईको सबैभन्दा ठूलो जिल्ला कुन हो? कैलाली। क्षेत्रफलका आधारमा तराईको सबैभन्दा ठूलो जिल्ला कैलाली हो भने सानो जिल्ला कुन हो त? नवलपुर पश्चिम, नवलपुर बर्दघाट पश्चिम। त्यसैगरी पूर्वी तराई, अब यो तराईलाई पनि यो पूर्वी तराई, मध्य तराई र पश्चिम तराई गरेर विभाजन गरिएको छ। पूर्वी तराई भनेको मेचीदेखि सोमेश्वर पर्वत, यो चितवनको सोमेश्वर पर्वतसम्मको भागलाई चाहिँ पूर्वी तराई भनिन्छ। त्यस्तैगरी चितवनको यो सोमेश्वर पर्वतदेखि दाङ डुन्डुवासम्मको भागलाई चाहिँ मध्य तराई भनिन्छ भने पश्चिम तराई भनेर चाहिँ डुन्डुवा दाङ डुन्डुवादेखि पश्चिमसम्मको भूभागलाई चाहिँ पश्चिम तराई भनिन्छ। तराई प्रदेशलाई पनि 3 भागमा विभाजन गरिएको छ। खास तराई, भावर क्षेत्र र भित्री मधेस गरेर 3 भागमा विभाजन गरिएको छ। यो पहाडी प्रदेश, हिमाली प्रदेश र तराई प्रदेश 3 भागमा विभाजन गरिएको छ। यो थाहा पाउनुपर्छ साथीहरू, एकदम महत्त्वपूर्ण छ, जोडा मिलाउनेमा सोधिन सक्छ। अब पहिलो हेरौँ खास तराई भनेर। खास तराईलाई चाहिँ नेपालको अन्न भण्डार भनिन्छ। अझै पनि तराई मध्येको पनि खास तराईलाई चाहिँ नेपालको अन्न भण्डार भनिन्छ। खास तराईले ओगटेको भूभाग भनेको कति हो त? 4% हो। खास तराईको चौडाइ भनेको 25 देखि 30 किलोमिटरसम्म रहेको छ भने यो समुद्री सतहदेखि कति त? 200 मिटर उचाइसम्म रहेको छ। चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला, देउखुरीको दक्षिणमा डुन्डुवा पर्वतमालाले काटेको कारणले खास तराईलाई पनि पूर्वी, मध्य र पश्चिम गरी 3 भागमा बाँडिएको छ। यो चाहिँ पूर्वी तराई भनेर मेचीदेखि सोमेश्वर पर्वत चितवनसम्म, त्यसैगरी मध्य तराई भनेर सोमेश्वर पर्वतदेखि डुन्डुवा दाङसम्म र पश्चिम तराई भनेर डुन्डुवादेखि महाकाली कञ्चनपुरसम्म। यो चाहिँ कसरी त भन्दाखेरि चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला र दाङ देउखुरीको दक्षिणमा चाहिँ डुन्डुवा पर्वतमालाले काटेको कारणले चाहिँ खास तराईलाई पनि यो पूर्वी, मध्य र पश्चिम गरी 3 भागमा विभाजन गरिएको हो। नेपालको खास तराईमा पर्ने जिल्लाहरू भनेको झापा, मोरङ, सप्तरी, सिरा, धनुषा, मौतरी, रौतहट, बारा, पर्साको दक्षिण भाग, त्यसैगरी नवलपरासीको पश्चिम दक्षिण, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्र चाहिँ खास तराईमा पर्दछन्। अब हेरौँ भावर प्रदेश। भावर प्रदेश भनेको खास तराईको उत्तरमा र चुरे पर्वतमालाको दक्षिणमा 380 मिटर, कति त? 380 मिटर उचाइसम्म फैलिएको साँगुरो पेटीलाई के भनिन्छ त? भावर प्रदेश भनिन्छ। खास तराईको उत्तरमा र चुरे पर्वतको दक्षिणमा 380 मिटर उचाइसम्म फैलिएको साँगुरो पेटीलाई चाहिँ भावर प्रदेश भनिन्छ। भावर प्रदेशले ओगटेको क्षेत्रफल भनेको कति छ त? 4.5%। त्यस्तै गरी यसको चौडाइ भनेको 8 देखि 10 माइलसम्म मात्र रहेको छ। यो चाहिँ कम छ यसको चौडाइ चाहिँ। 4 कोसे झाडी यस क्षेत्रमा पर्ने भएकोले यसलाई चाहिँ के त? वनस्पतिको भण्डार पनि भनिन्छ। भावर प्रदेशलाई चाहिँ 4 कोसे झाडी व्यापक रूपमा पाइने भएको हुनाले यो क्षेत्रमा यसलाई चाहिँ वनस्पतिको भण्डार भनिन्छ। वनस्पतिको भण्डार भनेर तराईको कुन प्रदेशलाई, कुन भागलाई चिनिन्छ भनेर सोध्यो भने भावर प्रदेशलाई। त्यसैगरी अर्को छ भित्री मधेस। भित्री मधेस भनेको चुरे र महाभारत पर्वत श्रेणीको बिचमा रहेको 610 मिटर उचाइसम्म रहेका चारैतिर पहाडले घेरिएको, चारैतिर के त? यो भित्री मधेसका जति पनि जिल्लाहरूमा तपाईँहरू जानुहुन्छ, घुम्नुहुन्छ, त्यहाँ चाहिँ चारैतिर चाहिँ पहाडले घेरिएको हुन्छ। चुरे र महाभारत पर्वत श्रेणीको चारैतिर पहाडले घेरिएको विशाल फाँटलाई नै के त? भित्री मधेस वा दून क्षेत्र भनिन्छ। भित्री मधेसलाई अर्को के त? दून क्षेत्र पनि भनिन्छ। भित्री मधेसले ओगटेको क्षेत्रफल कति हो? 8.5%। यो लोकसेवामा सोधिसकेको प्रश्न पनि हो। भित्री मधेसले कति % भूभाग ओगटेको छ भनेर 8.5%। त्यसैगरी भित्री मधेसको लम्बाइ भनेको चाहिँ 32 देखि 64 किलोमिटरसम्म रहेको छ। चौडाइ कति छ त भन्दा 16 किलोमिटरसम्म चौडाइ। भित्री मधेसमा पर्ने जिल्लाहरू कुन कुन हुन् भन्दा पूर्वदेखि पश्चिमसम्म क्रमशः, यो पनि लोकसेवामा सोधिसकेको प्रश्न हो। भित्री मधेसमा पर्ने जिल्लाहरू भने 7वटा छन्। त्यसमध्ये चाहिँ यो पूर्वदेखि पश्चिमसम्म भन्नुपर्दा पूर्वमा उदयपुर, त्यसैगरी पश्चिम सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, पूर्व दाङ र सुर्खेत गरेर 7वटा जिल्ला चाहिँ यो पूर्वदेखि पश्चिमसम्म क्रमशः थाहा पाउनु होला। यसको सूत्र पनि रहेको छ उसी म चिना दासु भनेर। उसी म चिना दासु। उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, पूर्व दाङ र सुर्खेत। क्षेत्रफलका आधारमा ठुलोदेखि सानो क्रमशः यो मिलाउनुस् भनेर यसरी पनि सोधिन सक्छ। क्षेत्रफलका आधारमा, क्षेत्रफलका आधारमा चाहिँ दाङ सबैभन्दा ठुलो भयो। त्यसैगरी सिन्धुली, सुर्खेत, मकवानपुर, चितवन, उदयपुर र नवलपरासी पूर्व। यसको सूत्र चाहिँ दासी सुम चिउन, दासी सुम चिउन भन्ने सूत्र रहेको छ।
अब भित्री मधेसलाई पनि कति त 4 भागमा विभाजन गरिएको छ। पूर्वी भित्री मधेस, मध्य भित्री मधेस र पश्चिम भित्री मधेस र सुदूरपश्चिम भित्री मधेस गरेर पूर्वी भित्री मधेस भनेको चाहिँ उदयपुर सिन्धुली उपत्यका हुनु। उदयपुर सिन्धुली उपत्यकालाई चाहिँ पूर्वी भित्री मधेस भनिन्छ। त्यसैगरी भित्री मध्य भित्री मधेस भनेको चाहिँ चितवन, मकवानपुर र नवलपरासी पूर्व। त्यसैगरी पश्चिम भित्री मधेस भनेको दाङ देउखुरी र सुदूरपश्चिम भित्री मधेस भनेको कुन हो त सुर्खेत उपत्यका। यो चाहिँ कहिलेकाहीँ यसरी चाहिँ जोडा मिलाउन सोधिदिन सक्छ, त्यो भएर यो पनि थाहा पाइरहनु होला, एकदम महत्त्वपूर्ण छ। धन्यवाद साथीहरू, भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। आजको भिडियो यहाँलाई के कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला। सामान्य ज्ञान सम्बन्धी यस्तै महत्त्वपूर्ण भिडियोहरू हेर्नको लागि हाम्रो यस YBGK युट्युब च्यानल कृपया एक लाइक र सब्सक्राइब गरेर साथ दिनुहोला भन्दै अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई बिदा हुन्छु। नमस्कार।